बाराबर्दिया नगरपालिकाले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा अन्तर्गत रहेको कार्यालयसँग सहकार्य गरेर नेपालमै छैटौँ पालिकाको रूपमा नर्सिङ सेवालाई घर दैलोसम्म पुर्याउने कार्यक्रम सहकार्य गरेको छ। विद्यालय स्वास्थ्यसँग जोडिएको नर्सिङ तथा सामुदायिक स्वास्थ्यसँग जोडिएको नर्सिङ सेवा घर दैलोमा पुग्ने विषयको कार्यक्रमको रूपरेखा कस्तो छ, बाराबर्दिया नगरपालिकाले यो कार्यक्रमको प्रभावको मूल्याङ्कन कसरी गर्दैछ र सुरुवातको विषय के छ भन्ने विषयवस्तुसँग जोडेर यहाँहरूमा उपस्थित भएका छौँ। यो छैटौँ स्थानीय तहको रूपमा यो 5वटा स्थानीय तहमा यहाँभन्दा अगाडि कार्यक्रम भइसकेको चाहिँ सुरुवात भइसकेको छ भने यो छैटौँ स्थानीय तहको रूपमा यो नर्सिङ सेवा घर दैलो कार्यक्रम सुरुवात हुन गइरहेको छ। त्यसै गरी विद्यालय नर्स पनि 2वटा सामुदायिक माध्यमिक विद्यालयमा यो कार्यक्रम सुरु हुन गइरहेको छ। म यो यहाँहरूलाई जानकारी गराउन चाहेँ र यो कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई आफ्नो स्वागत मन्तव्य राखिदिनु हुन सामाजिक विकास समितिका संयोजक एवं श्री श्यामकुमारी चौधरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। हामी स्वास्थ्य चौकीमा काम गरिरहेका छौँ। यसै सिलसिलामा हाम्रा सामुदायिक नर्सहरू, विद्यालय नर्स कार्यक्रम छ। यो नर्सहरूले चाहिँ विद्यालय र समुदायमा काम गर्नुहुन्छ। उहाँहरूले यो काम गर्दा हामी जति पनि अब्जस पाइरहेका हुन्छौँ नि, यो विषयमा चाहिँ अलिकति काम गर्ने बेलामा, काम गर्ने सिलसिलामा कतिपय कुराहरू चाहिँ ठिकलाई पनि बेठिक भन्ने कुरा चाहिँ छ। राम्रो काम गर्दा गर्दा पनि ल यो त यसरी काम गरिरहेछ भन्ने कुरा गरिरहेका छन्। तर यो बिचमा के छ भने हाम्रा सामुदायिक नर्सहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ एकदम राम्रो तरिकाबाट उहाँहरूले प्रशिक्षण पनि पाउनुहुन्छ, तालिम लिनुहुन्छ। उहाँहरूले त्यो गरिसकेपछि हाम्रो समुदायमा चाहिँ एकदम राम्रो तरिकाबाट कार्यक्रम गर्नुहुन्छ। जुन विद्यालयमा छ, यो विद्यालयमा कार्यक्रम गर्दाखेरि हामी स्वास्थ्य शाखाबाट पनि काम गर्दाखेरि हाम्रो विद्यालयका भाइ बहिनीहरूलाई चाहिँ अलिकति स्वास्थ्य सम्बन्धीमा चाहिँ कमजोर देखिएको पाइन्छ। किनभने यो स्वास्थ्यमा कमजोरी देखिनुको कारण चाहिँ हामी एउटा खानपिनका कुरामा पनि छौँ, त्यसमा पनि अब व्यवहारिक रूप यो गर्दाखेरि चाहिँ स्वास्थ्य सम्बन्धीमा कमजोर देखिएको छ। जुन कुराले अस्ति हामी यो रक्त अल्पताको कार्यक्रम गर्दाखेरि विद्यालयमा गर्दा 90% हाम्रा नानीहरूमा रक्त अल्पता देखिएको छ। यो गर्दा हाम्रो खानपिनको व्यवस्थापन कस्तो रहेको छ, हामी यो खानपिनमा के कमजोर गरिरहेका छौँ, के कारणले हामीलाई यसरी रक्त अल्पता भइरहेको छ भन्ने कुरा चाहिँ हामी यही समुदायमा गएर उहाँहरूलाई चाहिँ प्रशिक्षण दिने काम चाहिँ गर्छौँ। यो गर्दाखेरि हाम्रा जुन नानीहरू छन् उहाँहरूलाई चाहिँ के अरे यो कार्यक्रमले गर्दा अब अलिकति सहज हुन्छ कि सेसनलाई अगाडि बढाइदिनु हुन नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई म्यामलाई अब यसपछिको सेसन अगाडि बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। कार्यक्रमको ब्रिफ इन्ट्रोडक्सन परिचय यहाँहरूसँग म राख्न अनुमति चाहन्छु। हामीले धेरै लामो समयसम्म काम गर्दै गर्दाखेरि पनि हामीले माध्यमिक विचल घटाउन सकिरहेको चाहिँ थिएन, छैनौँ पनि। अब अहिले पनि हाम्रो
दिगो विकास लक्ष्यमा हामी 70 मा जाने भन्दै गर्दाखेरि पनि हामी 151 का हाराहारीमा छौँ। सो यो विभिन्न हामीले काम गर्दै गर्दाखेरि पनि हामीले मेटर्नल डेथ्सहरू घटाउन सकिरहेको छैनौँ। त्यसै गरी हामीले हेर्दै गर्दाखेरि चाहिँ हामीलाई नवजात शिशुको मृत्यु दर पनि एकदमै स्ट्याग्नेन्ट छ। पहिलेको र अहिलेको हामीले डेमोग्राफी हेल्थ सर्वेको तथ्याङ्क हेर्दाखेरि पनि हामी 21 कै हाराहारीमा छौँ। सो त्यो सँगसँगै हामीलाई दिगो विकास लक्ष्य पुग्न विभिन्न कार्यक्रमहरू हामीले गरेको छौँ। त्यो कार्यक्रम गर्दै हामीले यो हाम्रो राष्ट्रिय स्वास्थ्य नीतिमा पनि जीवन पथको अवधारणामा चाहिँ हामीले कार्यक्रमहरू चाहिँ इम्प्लिमेन्ट गर्नुपर्छ, कार्यान्वयन गर्नुपर्छ भन्ने कुराहरूलाई चाहिँ यसरी विस्तृत रूपमा राखिएको छ। सो यही हामीसँग एउटा कानुनी आधार भनौँ न र लिगल म्यान्डेट्स हामीले प्रोग्रामलाई कसरी गाड्ने आउँछ भन्दाखेरि चाहिँ यी सबै कारणले गर्दाखेरि चाहिँ हामीले यो सामुदायिक खर्दैलो कार्यक्रमलाई चाहिँ यहाँ ल्याएका पनि छौँ र हामीले विभिन्न पालिकाहरूमा सञ्चालन पनि गरेको छौँ। सो एउटा सर्ट पृष्ठभूमि हाम्रो कार्यक्रमको कानुनी आधारको लागि र वाइ इट इज इम्पोर्टेन्ट हाम्रो कन्टेक्स्ट भन्ने कुराहरू पनि यहाँ राखेको छौँ। सो यो सामुदायिक घरदैलो कार्यक्रमको एउटा सबैभन्दा मुख्य स्ट्रेन्थ भनेको चाहिँ यो जीवन पथको अवधारणा। यसले गर्भ अवस्थादेखि चाहिँ हामी जब अन्तिम समय मृत्युको अन्तिम समय शय्यासम्मको समयमा यसले समेट्छ होइन। हामी टुम टु टुम पनि भन्छौँ कि यो प्रोग्रामलाई। त्यो हिसाबमा चाहिँ यो जीवन पथ घर यसले चाहिँ गर्भवतीलाई पनि हेऱ्यो, सुत्केरीलाई पनि हेऱ्यो, किशोर किशोरी बाल अवस्थामा वृद्धलाई एभ्री लाइफ साइकल अप्रोचमा चाहिँ यो कार्यक्रमले समेट्ने र सेवा दिने भौगोलिक अवधारणा यसको रहेको छ। मैले यसमा गरिहालेँ र घरमै गएर होइन हामीले देख्छौँ हेल्थ फेसिलिटीमा सेवा पनि पाउनुहुन्छ, त्यो त एकदमै राम्रो। तर कति कुराहरू चाहिँ घरमै जाँदै गर्दाखेरि चाहिँ हाम्रो अवेरनेस, सचेतनाका पाठोहरू, प्रिभेन्सनका पाठोहरू चाहिँ यो कार्यक्रम मार्फत चाहिँ हामीले लाने गरेको छौँ र यो कार्यक्रमले हेल्थ फेसिलिटीसँग स्वास्थ्य संस्थासँग चाहिँ एउटा ब्रिजिङ गर्ने चाहिँ काम गर्छ। नगरपालिकालाई पनि बधाई दिन चाहन्छु, किन भन्दा जम्मा देशभरिमा 5वटा मात्रै सामुदायिक नर्सिङ तथा घर दैलो कार्यक्रम रहेकोमा हजुरहरू पनि पढ्न सफल हुनुभएको छ। त्यसको लागि चाहिँ बधाई दिन चाहन्छु। त्यस्तै गरिकन विद्यालय नर्सिङको प्रोग्राम पनि थोरै मात्रामा भए पनि नर्सिङ महाशाखाबाट चाहिँ यहाँ पाउन सफल हुनुभएको छ। त्यसको लागि पनि बधाई दिन चाहन्छु। र यो प्रोग्राम ल्याउनको लागि हजुरहरूको विभिन्नले चाहिँ हामी कहाँ एडभोकेसी गरिरहनु भएको छ। त्यसमा एकदमै धेरै एडभोकेसी गर्नुमध्येमा पनि हाम्रो तीर्थ सर धेरै नै लागि परेर यो प्रोग्राम चाहिँ ल्याउनु भएको छ, एडभोकेसी गर्नुभएको छ। त्यसको लागि नर्सिङ महाशाखाको तर्फबाट पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र हाम्रो नगर प्रमुखज्यू र वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरूले पनि सामाजिक विकासमा चाहिँ इम्फासाइज गर्नुभएको छ। धेरै जसो स्थानीयमा चाहिँ के हुन्छ भन्दा भौतिक विकासमा मात्रै इम्फासाइज गरेको पाइन्छ, सामाजिक विकासमा अलिक कमै मात्रामा गरेको पाइन्छ। थोरै स्थानीय निकायले मात्रै सामाजिक विकासमा इम्फासाइज गरेको पाइन्छ। त्यसैले यो नगरपालिकाले पनि सामाजिक विकासलाई चाहिँ इम्फासाइज गर्नुभएको छ। त्यसको लागि नगर प्रमुख, वडा अध्यक्षज्यू लगायत सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। किन भन्दा यो प्रोग्राम उहाँहरूको लागत साझेदारीमा रहेको प्रोग्राम हो। उहाँहरूले प्रायोरिटी नदिनु भएको भए बजेट राख्नुहुन्थेन। त्यसैले मोर देन हाफ बजेट चाहिँ आफ्नै पालिकाबाट राख्नु भएको छ। त्यसको लागि चाहिँ महाशाखा तथा स्वास्थ्य सेवा विभागकै तर्फबाट पनि हजुरहरूलाई हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि यसरी नै प्रायोरिटी दिँदै जानुहुनेछ भन्ने अपेक्षा पनि गर्न चाहन्छु। त्यस्तै गरिकन आजको दिन पक्कै पनि कोसे ढुङ्गाको रूपमा यस नगरपालिकामा यो प्रोग्राम ल्याउनको लागि साबित हुन्छ भन्ने चाहिँ अपेक्षा गरेको छु। यसमा आज 2टा प्रोग्राम चाहिँ सँगसँगै अभिमुखीकरण चाहिँ भइरहेको छ। अब स्कुलमा एउटा लर्निङ इन्भाइरोमेन्टको लागि यो विद्यालय नर्स तथा विद्यालय नर्स कार्यक्रम चाहिँ अति नै महत्त्वपूर्ण हुन्छ। विद्यार्थीहरू स्वस्थ नभइकन सिकाइ हुँदैन, सिक्नको लागि पनि स्वास्थ्य चाहिन्छ र स्वास्थ्य बनाउनको लागि हाम्रो विद्यालय नर्सको चाहिँ महत्त्वपूर्ण भूमिका रहन्छ। त्यसैले पक्कै पनि अब नवनियुक्त विद्यालय नर्सले आफूलाई दिएको जेडी अनुसार चाहिँ जब डिस्क्रिप्सन जे छ, कार्यविवरण के छ, त्यो अनुसार काम गर्नुहुन्छ भन्ने हामीले आशा राखेका छौँ। र जसले गर्दा विद्यार्थीमा अनुपस्थिति हुने दर, त्यस्तै गरिकन छोड्ने दर पनि पक्कै पनि कम हुन्छ भन्ने चाहिँ आशा गरेको छौँ। र यो अध्ययनले पनि देखाइसकेको छ, जहाँ विद्यालय नर्स राखिएको छ त्यहाँ चाहिँ अनुपस्थिति हुने र छोड्ने दर पनि कम भएको अवस्था चाहिँ पाइएको छ। र त्यस्तै गरिकन यसमा चाहिँ के पनि हुन्छ भन्दाखेरि विभिन्न किशोर किशोरीहरूदेखि लिएर विभिन्न उमेर समूहका विद्यार्थी विद्यालयमा रहेको अवस्थामा उहाँहरूले आवश्यकता अनुसारको परामर्शहरू दिँदै जाँदाखेरि सिकाइ मैत्री वातावरण बनाउन पनि महत्त्वपूर्ण योगदान रहन्छ भन्ने चाहिँ अपेक्षा पनि गरेका छौँ। त्यस्तै सामुदायिक नर्सिङ तथा घर दैलो कार्यक्रमले पक्कै पनि यहाँ चाहिँ 72% चाहिँ थारू समुदाय छ भनिएको छ। थारू समुदायमा चाहिँ अध्ययनले के देखाएको छ भन्दा सिकल सेल एनिमियाको प्रभाव चाहिँ अलि बढी नै देखाएको छ अरू इथनिसिटी
भन्दा, त्यसैले यहाँ पनि पक्कै छ भन्ने हामीलाई लागेको छ। त्यसैले उहाँहरूले अवेरनेसका प्रोग्राम लगायत अन्य के समस्या छन् त यो समुदायमा, त्यो समस्या समाधान गर्न, प्रिभेन्सन गर्नको लागि, स्वास्थ्यलाई प्रमोसन गर्नको लागि अवेरनेसको कार्यक्रम पक्कै पनि हाम्रो सामुदायिक नर्सले गर्नुहुनेछ भन्ने आशा गरेका छौँ। त्यस्तै उहाँहरूले स्पेसली स्वास्थ्यको रोगबाट बच्नको लागि पनि एक्सेस चाहिँ बढ्छ नै, घर घरमा जानुहुन्छ। त्यसैले त्यहाँको समुदायलाई स्वास्थ्य शिक्षा दिँदाखेरि चाहिँ प्रिभेन्सनको लागि पनि एक्सेस बढ्ने पनि हामीले आशा चाहिँ गरेका छौँ र हेल्थ प्रमोसन गर्न पनि उहाँहरूको महत्त्वपूर्ण चाहिँ भूमिका रहनेछ। त्यस्तै गरिकन कम्युनिटीलाई पार्टिसिपेसन गराउनको लागि पनि स्वास्थ्य सम्बन्धी प्रोग्राममा उहाँहरूले महत्त्वपूर्ण कन्ट्रिब्युसन गर्नुहुन्छ भन्ने हामीले आशा गरेका छौँ। त्यस्तै गरिकन लोकल हेल्थ च्यालेन्जेस के छ त यो क्षेत्रमा, स्पेसली अहिले मैले जानकारीमा आए अनुसारको एउटा जस्तै सिकल सेल एनिमिया नै होला, त्यस्तै कृषि गर्ने पनि थुप्रै नै सायद यहाँ हुनुहुन्छ जस्तो लाग्छ। कृषि गर्दाखेरि फर्टिलाइजर, इन्सेक्टिसाइड, पेस्टिसाइड्सको प्रयोग कति मात्रामा गरिरहनु भएको छ, त्यसबाट हुने असर के भइरहेछ, सही रूपमा प्रयोग भइरहेको छ कि छैन, त्यो सम्बन्धी पनि अवेरनेसका कार्यक्रम मिलेर सहकार्य गरेर चाहिँ गर्नुहुन्छ भन्ने हामीले आशा राखेका छौँ। त्यस्तै अन्य के समस्या छ, घरधुरीमा सर्वेक्षण गर्दै जाँदा समस्या आइडेन्टिफाई हुन्छ र त्यो समस्या अनुसारको हजुरको क्षमता अभिवृद्धि गर्न पर्ने हो भने त्यो पनि माग राख्नु पर्यो र स्थानीयले चाहिँ त्यसमा पनि सहयोग गरिदिनुहुन्छ र महाशाखासँग पनि यदि हजुरहरूले अनुरोध गर्नुभयो भने कसरी गर्न सकिन्छ त्यस विषयमा छलफल गर्न सकिन्छ। त्यसैले पहिला त लोकल हेल्थ च्यालेन्जेस के छ त, इस्युज के छ त्यो आइडेन्टिफाई गरेर त्यो अनुसारको चाहिँ काम गर्दै जानुभयो भने पक्कै पनि स्वास्थ्यका इन्डिकेटर अथवा सूचकलाई माथि उकास्नको लागि चाहिँ यो कार्यक्रमले चाहिँ टेवा पुर्याउँछ नै भन्ने हामीले आशा राखेका छौँ। भौतिक व्यवस्थापनका कुराहरू जस्तो सिकेको त्यो विद्यालयसँग सुरु त्यस्तो हुँदैन, त्यसको व्यवस्थापन कसरी हुन्छ त्यो जिज्ञासा सम्बन्धित पक्षकार स्वास्थ्य शाखालाई, शिक्षा शाखालाई अथवा नगरपालिकाको कार्यालयलाई त्यो व्यवस्थापन पक्ष कसरी हामी व्यवस्थापन गर्दैछौँ त्यसको जानकारी पाउनु भएको छ। विद्यालयको चाहिँ क्याचमेन्ट एरियामा अरू साना विद्यालयहरू पनि हुन्छन् जुन चाहिँ के गर्छन् त भन्दा भोलि त्यो विद्यालयमा पढ्न आउने यस्ता गर्दाखेरि पढेर विद्यालय भनौँ, त्यस्ता विद्यालयमा समेत त्यो सेवा पहुँच पुग्ने गरी यो निर्देशिकाले सम्बोधन गरेका छ वा सम्बन्धित विद्यालयमा मात्रै चाहिँ गर्दाखेरि गर्ने गरी यो निर्देशिका निर्माण भएको छ अनि त्यो कुरा मैले जान्न चाहन्छु। हामी सबैलाई थाहा छ र यो कार्यक्रम विशेष गरी सामुदायिक नर्स र विद्यालय नर्स कार्यक्रम त अरू यहीँ बर्दिया जिल्लामा अरू पालिकामा पनि एउटा पालिकामा सञ्चालनमा रहेको छ। तर यो सामुदायिक नर्सिङ तथा घर दैलो कार्यक्रम यो हाम्रो जिल्ला, हाम्रो प्रदेशमै यो नयाँ कार्यक्रम हो। त्यही भएर हामीले यसलाई नितान्त रूपमा यसलाई सबैले सहयोग गर्नुपर्ने जरुरी छ। वडा अध्यक्षज्यूहरू पनि हुन्छ, सबै वडामा चाहिँ यो कार्यक्रम यो विस्तार भइराखेको छ सामुदायिक नर्सिङ घर दैलो कार्यक्रम। यसले हाम्रो बारबर्दिया नगरपालिकाको सेन्सस पनि हुन्छ, यसले चाहिँ हाम्रो जनगणना जस्तो पनि हुन्छ, कति कुन उमेरका कति चाहिँ सङ्ख्या छ, कुन रोगका बिरामीहरू कस्तो अवस्थामा के छ भन्ने कुरा र हाम्रोमा विशेष गरी रहेको सिकल सेलको समस्या, रक्त अल्पदाको हाम्रो विद्यालयमा विशेष गरी अहिले हामीले चाहिँ हेमोग्लोबिनलाई 12 को कटअफ पोइन्ट मान्यौँ भने 91% चाहिँ एनिमिक छ हाम्रो चाहिँ हामीले दुईटा विद्यालयमा यो वर्ष र गत वर्ष चाहिँ दुईटा 4वटा विद्यालयमा गर्दाखेरि त्यो गम्भीर समस्याको रूपमा रहेछ। यसलाई चाहिँ सिभियर पब्लिक हेल्थ इस्युको रूपमा पनि लिन्छ, 40 भन्दा माथि भयो भने यो गम्भीर जनस्वास्थ्य समस्याको रूपमा रहेको छ र त्यसमा पनि करिब 80% जति यो चाहिँ आइरन डिफिसियन्सी एनिमिया नै छ। आइरनकै कमीको कारणले चाहिँ भइरहेको अवस्था छ। आइरन तथा फोलिक एसिड वितरण गर्ने कार्यक्रम एकातिर हाम्रो विद्यालयमा निरन्तर सञ्चालनमा रहेको छ, त्यो हुँदाहुँदै पनि यतातिर चाहिँ यो समस्या घट्दो क्रममा छैन। यसले गर्दा बौद्धिक विकासमा, शैक्षिक विकासमा निकै चाहिँ समस्या पनि पारेको छ। यसलाई पनि पक्कै यसले चाहिँ सहजीकरण गर्नेछ र आगामी दिनमा यो न्यूनीकरण गर्न, कुपोषणमा न्यूनीकरण गर्नको लागि भूमिका खेल्नेछ भन्ने पनि अपेक्षा राखिएको छ भन्दै फेरि पनि यहाँ उपस्थित भइदिनु भएकोमा हाम्रो निमन्त्रणलाई स्वीकार गरेर सम्पूर्ण टिमलाई हार्दिक आभारसहित धन्यवाद दिँदै यो कार्यक्रमलाई आफ्नो मन्तव्यसहित समापन गरिदिनु हुन यस कार्यक्रमका अध्यक्ष एवं बारबर्दिया नगरपालिकाका नगर प्रमुख श्री छविलाल थारूज्यूलाई हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालक पनि बिदा चाहन्छु। हस्त नमस्कार। हाम्रो बारबर्दिया नगरपालिकामा देखिएका धेरै विकृतिहरू, विसङ्गतिहरू मौलाएको अवस्था छ। त्यो विकृति, विसङ्गति
को परिणामस्वरूप बच्चाहरूमा परिने जुन प्रभावहरू छन्, असरहरू छन्, ती असरहरूलाई न्यूनीकरण गर्नको लागि सचेतनाको कार्यक्रम एकातिर त छँदैछ, अर्कोतिर त्यो विकृति विसङ्गतिको कारणले गर्दा बच्चाहरू जो कुलततर्फ लागिराखेको छ, ती बच्चाहरूलाई रोक्नको लागि र ती कुलतमा लागेका बच्चा या अन्य विकृति विसङ्गतिमा जोडिएका बच्चाहरू भोलि गएर डिप्रेसनमा आउनुपर्ने अवस्था हुन्छ र मानसिक रूपले ऊ चाहिँ विक्षिप्त हुनुपर्ने अवस्था हुन्छ। त्यसैले विद्यालयमा हामीले समुदायमा त हामीले अहिले स्वास्थ्यमै हाम्रो नगर अस्पतालबाट हामीले सेवा प्रवाह गरिराखेको छ। सायद हाम्रो लुम्बिनी प्रदेशकै एउटा नमुनाको रूपमा अहिले के अरे मनोसामाजिक परामर्श कार्यक्रम चलिराखेको छ। त्यो सायद सुदूर यता पश्चिम बेल्टकै एउटा हबको रूपमा रहेको छ र त्यसमा हाम्रो मनोसामाजिक परामर्शदेखि लिएर त्यो विज्ञ डाक्टरहरूबाट पनि सेवा प्रवाह भइराखेको छ। समुदाय क्षेत्रमा भने अब त्यो समुदायभन्दा बाहिर के अरे विद्यालयमा प्रवेश गर्दा धेरै बच्चाहरू त्यो मानसिक रोगीहरू देखिएको अवस्था देखियो। त्यसैले ती विद्यालयमा रहेका बच्चाहरूलाई मानसिक रूपबाट जोगाउनको लागि, रोगबाट जोगाउनको लागि हामीले विद्यालयका सरहरूलाई पनि मनोसामाजिक ट्रेनिङहरू, परामर्शका ट्रेनिङहरू दिएका छौँ। ती प्रारम्भिक चरणहरू छनौट गर्न सकुन् बच्चाहरू को अलि मानसिक रूपले अलि दुर्लभ छ या सबल छैन, त्यो पहिचान गरेर तिनले सकिन्छ विद्यालयमा गर्ने, यदि सकिँदैन भने मनोसामाजिक परामर्श कहाँ रिफर गर्ने। त्यस किसिमको कार्यक्रम चलिराखेको अवस्था छ र यो कार्यक्रम जोडियो भने विद्यालय नर्स कार्यक्रम जब जोडियो, यो जोडिँदाखेरि सिधा त्यो सँगसँगै एकदमै प्रभावकारी हुन्छ। किनभने अहिले पनि विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम जुन चलिराखेको छ र के अरे हाम्रो साझेदार संस्थाहरू जुन हुनुहुन्छ, अहिले भर्खरै लक्ष्मी बहिनीले भन्नुभयो यो किशोर किशोरीहरूको अधिकार तथा प्रजनन सम्बन्धी कार्यक्रम चलिराखेको छ र यसले पनि एउटा सहयात्रा गर्नलाई एकदमै सजिलो हुनेछ हाम्रो नर्स बहिनीहरूलाई। किनभने हरेक विद्यालयमा अहिले यो व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रमहरू एकदमै प्राथमिकताका साथ चलिराखेको अवस्था छ र यो कार्यक्रम जब थपिन्छ त्यहाँनिर एकदमै सस्ता हुन्छ। मलाई लाग्दैन अहिले 12 बर्दिया नगरपालिकाको कुनै पनि माविमा यो कार्यक्रम सञ्चालन गर्नको लागि भौतिक रूपले या यान्त्रिकरण रूपले या अन्य कुनै कारणले त्यहाँ हाम्रो अप्ठ्यारो पर्ने अवस्था सिर्जना चाहिँ छैन। किनभने हाम्रो भौतिक रूपले पनि सक्षम छ। हाम्रो 14वटा सामुदायिक विद्यालयहरू छन्। ती 14वटा सामुदायिक विद्यालयहरूमा अहिले कुनै पनि यो भौतिक अभाव चाहिँ भएको अवस्था चाहिँ छैन र कुनै कहीँ विद्यार्थी सङ्ख्या बढेर त्यहाँ अभाव हुन्छ भने त्यहाँ चाहिँ थपिने प्रोग्राम पनि छ। त्यसकारण मलाई लाग्दैन त्यसको चाहिँ हुन्छ र जहाँसम्म यो कम्प्युटर सम्बन्धी छ या अन्य उपकरण सम्बन्धी छ त्यो उपकरणलाई पनि चिन्ता गर्नु पर्दैन। किन हरेक विद्यालयमा आइसिटी प्रोग्राम छ, आइसिटी चलिराखेको छ। त्यसबाट तत्कालै चाहिँ एउटा के अरे कम्प्युटर त दिन सकिन्छ नि त। किनभने एउटा विद्यालयमा 15-20वटा चलिराखेको छ भने एउटा त्यो शाखामा राख्न सकिन्छ नि, त्यो कोठामा राख्न सकिन्छ। हो अहिले पनि आराम कक्षा विद्यालयमा किशोरीहरू त आराम गरिरहेका छन्, विद्यालयमा आराम कक्षा छ, त्यही कक्षा हाम्रो त्यो रुम बन्छ त्यसैमा। त्यसकारण त्यो त्यति गाह्रो चाहिँ हुँदैन र हामी चाहन्छौँ कि समुदायमा पनि जो समुदाय नर्सिङको कार्यक्रम जुन छ त्यसमा पनि गाह्रो चाहिँ मान्नु पर्दैन। अहिले भर्खरै नवनियुक्त हुनुभएको छ, बहिनीहरूले डराउनु पर्दैन। तपाईहरू एकदमै सहजका साथ, सहजताका साथ तपाईहरू गाउँघरमा पुग्न सक्नुहुन्छ, घर दैलोमा पुग्न सक्नुहुन्छ। किनभने यो सेवा हाम्रो अलरेडी दिइराखेका छौँ, 80 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर दैलो सेवा प्रवाह भइराखेको छ। गर्भवती महिलाहरूलाई के अरे घर दैलो सेवा प्रवाह भइराखेको छ। जब हाम्रो सीमित नर्स बहिनीहरूबाट जो स्वास्थ्यका के अरे हाम्रो अस्पतालका बहिनीहरूबाट, स्वास्थ्य चौकीका बहिनीहरूबाट जब त्यो हुन सकिराखेको छ भने अहिले छुट्टै जब वारामा एउटा नर्स त्यही कामको लागि खटिन्छ भने असम्भव भन्ने छैन। किनभने त्यसमा समन्वय हाम्रो महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूले गरिराख्नु भएको छ, जनप्रतिनिधि साथीहरूले गरिराख्नु भएको छ, स्वास्थ्य कर्मी साथीहरूले गरिराख्नु भएको छ। अझ
त्यसमा पनि हाम्रो साझेदार सङ्घ संस्थाहरूले उच्च प्राथमिकता साथ हाम्रो साथ र सपोर्ट गरिराख्नु भएको छ। त्यसकारण हामीलाई समस्या आउला जस्तो लाग्दैन। त्यसैले हरेस नखानुहोला, हरेस नखानुहोला, उच्च मनोबलका साथ काम गर्नुहोला, निर्देशिकाले दिएको मापदण्डलाई अक्षरशः पालना गर्नुहोला। र मलाई एउटा पनि अझ खुसी लाग्यो, किनभने जहाँ रातो बत्ती बल्छ नि काम हुँदैन, त्यो म आफै हेर्न सक्छु। जसले राम्रो काम गर्छ पुरस्कृत हुन्छ, जो राम्रो काम गर्दैन त्यो दण्डित पनि गर्न पाइन्छ। त्यसैले यहाँहरूको जो पिरियड हुन्छ त्यसमा उत्कृष्ट काम गर्नुहोला, किनभने हाम्रो नगरपालिकाको स्पष्ट हाम्रो नीति छ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, नराम्रो काम गर्नेलाई दण्ड दिने। दण्ड र पुरस्कार हामी सँगसँगै जान्छौँ। हाम्रो यो 12 वर्षीय नगरपालिकाभित्रको अहिलेसम्म एकदम बेस्ट एवार्ड पाउने भनेको हाम्रो गोविन्द सर यहीँ हुनुहुन्छ। अहिले स्वास्थ्य क्षेत्रलाई यसरी सुधार्नु भएको छ, यसरी लागि पर्नु भएको छ र सँगसँगै हाम्रो स्वास्थ्य चौकीका शाखा प्रमुखहरू जुन हुनुहुन्छ एकदमै ऊर्जाका साथ काम गरिराख्नु भएको छ। हाम्रो विद्यालयका धेरै चाहिँ सरहरू हुनुहुन्छ, एकदमै ऊर्जावान हुनुहुन्छ। अहिले हेड सरहरूले लागि परिराख्नु भएको छ शिक्षा क्षेत्रलाई सुधार्नको लागि। र अझ राम्रो गुणस्तरीय शिक्षाको लागि हामीले विद्यालय निरीक्षकको पनि अहिले 2टा निरीक्षकको पनि व्यवस्था गरिसकेका छौँ। उहाँहरू पनि विद्यालयमा निरीक्षणमा लागिराख्नु भएको छ। र यसमा पनि हाम्रो नर्सिङ जो अधिकृत बहिनी अहिले नियुक्त हुनुभएको छ, तपाईको ठुलो जिम्मेवारी छ, तपाईको रोल चाहिँ ठुलो हुनेछ। यी बहिनीहरूलाई परिचालन गर्ने तपाईको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले यसमा कुनै अप्ठ्यारो मान्नु पर्दैन, एकदमै सहजताका साथ जहाँ अप्ठ्यारो पर्छ कुनै पनि स्रोत साधनदेखि लिएर भौतिक पूर्वाधारदेखि लिएर अन्य इक्विपमेन्टदेखि लिएर कुनै पनि अप्ठ्यारो पर्छ भने त्यहाँ नगर सरकार छ, वडाका साथीहरू हुनुहुन्छ, वाराध्यक्ष साथीहरू हुनुहुन्छ, अरू सदस्य साथीहरू हुनुहुन्छ र हाम्रो स्वास्थ्य शाखा विशेष गरेर स्वास्थ्य शाखा एकदमै एनर्जेटिक हुनुहुन्छ। जति पनि प्रमुखहरू हुनुहुन्छ एकदमै लागि पर्नु भएको छ। हेड सर हुनुहुन्छ एकदमै इमान्दारीपूर्वक लागिराख्नु भएको छ, किनभने उहाँहरू नलागिदिएको भए हाम्रो खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यक्रम हाम्रो सक्सेस हुन सक्ने थिएन। यो प्रत्यक्ष उदाहरण छ, उहाँहरूले सक्सेस गरिसक्नु भएको छ। हाम्रो विद्यालयहरू 3 टाढा धेरै विद्यालयहरू घोषणा भइसकेको अवस्था छ। त्यसैले जुन 3 टाढा विद्यालय घोषणा भएको छ त्यहाँनिर यदि बहिनीहरू जानुहुन्छ भने तपाईँहरूले आधा काम त्यहाँ भइसकेको छ। यो निर्देशिकामा उल्लेख भएको आधा काम भइसकेको छ। तपाईँहरू 3-4 महिनाभित्र यो हाम्रो जुन घोषणा गर्ने प्रमाणीकरण गर्ने काम छ नि 3-4 महिनामा त्यो हुन सक्छ। त्यसैले कतिपय चाहिँ सामुदायिक अवस्थामा जाँदाको अवस्थामा हो समस्या पर्न सक्ला, किनभने हाम्रो यो विगत पालिका हो, त्यति चाहिँ बाटोघाटोको पहुँच चाहिँ छैन। हामी पूर्वाधार क्षेत्रमा एक त यो कान्छो पालिका हो, राज्य पुनर्संरचना भए पश्चात 4वटा गाविस बनेर मिलेर यो बनेको नगरपालिका हो र त्यसमा पनि यो कृषि क्षेत्र भएको कारणले यहाँ धेरै सिंचित भूमि भएको कारणले कुला नालाहरू खोलाहरू थुप्रो छन्। ती पुल प्लेसहरू बनाउनेमा ठिक छ। त्यसैले भौतिक पूर्वाधारमा त्यति हामी अगाडि पुग्न सकेका छैनौँ कान्छो नगरपालिका भएको कारणले। अन्य बाहेक हाम्रो यो सामाजिक क्षेत्रमा कृषि क्षेत्रमा अहिले पनि हामी एकदमै अगाडि भएर काम गरिराखेका छौँ। एउटा नमुना पालिकाकै रूपमा हामीले काम गर्ने प्रयत्न गरिराखेका छौँ र यो कार्यक्रमले अझै हामीलाई ऊर्जा थप्नेछ सरकारलाई। र हामीले जुन सोचेको सपना छ, हामीले देखिराखेको जुन सपना छ, दिगो विकास लक्ष्य हासिल गर्ने जुन सपना हामी देखिराखेका छौँ, इन्डिकेटरहरू पुरा गर्नको लागि यो कार्यक्रमले निश्चित रूपमा हामीलाई चाँडोभन्दा चाँडो नै त्यो पुरा गर्नमा हामीलाई एकदमै सार्थक हुनेछ। र यो कामको अवसर जुराइदिनु भएकोमा म नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका हाम्रो डाइरेक्टर लगायत हाम्रो सम्पूर्ण टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र यहाँ कुरा गर्दै गर्दा मैले एकजना व्यक्तिको यदि नाम लिएन भने अन्याय हुन सक्छ। यदि अहिले स्वास्थ्य क्षेत्रमा कोही हाम्रो यहाँ 12 वर्षीय नगर सरकारलाई सफल पार्नको लागि योगदान पुर्याउनु भएको छ भने हाम्रो नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तीर्थ
पौडेलजी हुनुहुन्छ र गोविन्द पौडेलजी हुनुहुन्छ। यी दुईजना एनर्जेटिक व्यक्तिको कारणले गर्दा आज नगर सरकारले जहाँ पनि शिर ठाडो गरेर बोल्ने अवसर प्राप्त भइरहेको छ। म जहाँ पनि बोल्ने गर्छु हो भोलिन्टियर रूपमा यसरी काम गरिराख्नु भएको छ। हामी जनप्रतिनिधि हौँ तर हामीभन्दा बढी अपडेट उहाँ हुनुहुन्छ। बिहान 6 बजेदेखि लिएर बेलुका 10 बजेसम्म त्यही चिन्तामा डुबिराख्नुहुन्छ। कहिलेकाहीँ म तनावबाट घरमा जान्छु, राति 8 बजे 9 बजे पुग्नुहुन्छ। मेयर साहब यो गर्नु पर्यो, हो यस्तो जानु पर्यो, यसरी जानु पर्यो भनेर म आफैमा गर्व लाग्छ। किन जसरी हामीले अस्पताल क्षेत्रलाई सुधार्नको लागि, स्वास्थ्य क्षेत्रलाई सुधार्नको लागि उहाँबाट हामी अपेक्षा गरेका थियौँ, त्यो पूर्ण रूपले हामी पाइराखेका छौँ। र स्वास्थ्य शाखा जो प्रमुख हुनुहुन्छ उहाँलाई त अब भन्नै परेन, हामी यो वारबाट सम्मान गरिसक्यौँ र अझै पनि उहाँ छलाङ मार्दै हुनुहुन्छ। नयाँ कुरामा एकदमै जहिले पनि दुईजना सल्लाह गर्नुहुन्छ, म कहाँ पुगिहाल्नुहुन्छ। ल मेयर साहब यसमा यसरी जानु पर्यो है, यति बजेट हाल्नु पर्यो, ठिक छ। राम्रो कामको लागि सही सल्लाह आयो भने कुनै पनि नाइनास्टिक हुने छैन। त्यसमा अर्को शिक्षा क्षेत्रमा, अहिले शिक्षा क्षेत्रमा एकदमै उल्लेखनीय राम्रो काम भइरहेको छ। त्यसैले यो दुईटै क्षेत्रको लागि जो यो कार्यक्रम थपिएको छ सुनमा सुगन्ध हुनेछ र सरहरूले पनि यसलाई भरपूर रूपमा फाइदा लिनुहुनेछ र एकदमै इमान्दारीपूर्वक यहाँलाई सहयोग गर्नुहुनेछ। हाम्रा सम्पूर्ण जनप्रतिनिधि साथीहरू जुन हामीले सोचेका छौँ, हाम्रो जुन लक्ष्य छ त्यो लक्ष्य र गन्तव्यमा पुग्नको लागि हामी जसरी भए पनि हामीले यहाँहरूलाई सघाउनै पर्ने हुन्छ, यो कार्यक्रममा सक्सेस गर्नुपर्ने हुन्छ। आज 2टा विद्यालय छ, हामीले यो वर्षभित्र एउटा नमुनाको रूपमा काम गरेर देखायौँ भने हाम्रो 14वटा विद्यालयमा पुरा हुन सक्छ। हाम्रो डाइरेक्टर साहब यही हुनुहुन्छ, हाम्रो प्रदेशबाट पनि समन्वय भइरहेको छ। त्यसैले कुनै पनि हाम्रो यो आर्थिक क्षमताले भ्याएसम्म हामी गर्ने नै छौँ र जहाँ हाम्रो आन्तरिक स्रोत साधनले भ्याउँदैन त्यहाँ आफूभन्दा माथिल्ला निकायहरू हुनुहुन्छ, प्रदेश छ, सङ्घ सरकार छ, त्यहाँ गुहार्ने नै छौँ। र आजको यो अभिमुखीकरण कार्यक्रममा हाम्रो सरकारवाला जम्मै आउनुभएको छ, सबै बुझ्ने अवसर मिलेको छ। हामीले आफ्नो काम कर्तव्य र जिम्मेवारी के हो हामीलाई बोध भएको छ। सबै साथीहरूले मनन गर्नुभएको छ। आफ्नो जिम्मेवारी आफ्नो ठाउँमा बसेर वहन गरिदिएको खण्डमा यो सोधा कार्यक्रम सफल हुनेछ। जहाँ यो कार्यक्रम सफल भयो भने हाम्रो स्वास्थ्य नीति र शिक्षा नीति हामीले लिएको सफल हुनेछ। दर्शकवृन्द, यो अङ्कमा आज हामीले 12 बर्दिया नगरपालिकाले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखासँग सहकार्य गरेर 12 बर्दिया नगरपालिकामा विद्यालय स्वास्थ्य नर्सिङ सेवा तथा समुदाय स्वास्थ्य नर्सिङ सेवा अन्तर्गत नर्सिङ सेवालाई घर दैलोमा पुर्याउने विषयवस्तु आज हामीले प्रस्तुत गऱ्यौँ। पुनः अर्को अङ्कमा फरक विषयवस्तु लिएर यहाँहरूमा आज उपस्थित हुने नै छौँ। आजको यो अङ्कबाट बिदा लिन चाहन्छौँ। तपाईँ एनटिभी कोलपुर हेर्दै गर्नुहोला।